हेलो साथीहरू, नमस्कार सबैजनालाई। मेरो श्रीमतीको दुईवटा, एउटा डिलमाया र अर्को दिपराज भएको दुईटै आइडी सस्पेन्स गरिदिएछ मेटाले। अनि पता नहीं 180 दिनको बाद खोल्ने हो कि नखोल्ने हो केही थाहा छैन। अनि त्यस कारणले अब यिनले अहिले नयाँ आइडी खोलेका छन् दिपरानी नामबाट। साथ सपोर्ट दिनु होला। अनि मोनेटाइज भइसकेको टाइम एकदम आइडी ब्यान भएर धेरै दुखी छन् यिनी। दुई चारवटा कुरा भन। के भन्ने सार सपोर्ट दिनु होला साथी हो। पहिला जुन चाहिँ आइडीमा दिनुभएको थियो सार सपोर्ट, त्यस्तै सार सपोर्ट यो आइडीमा पनि दिनु होला भन्छु। के भन्ने अरू खै धेरै दिमाग खराब गर्यो कि मेरो। पहिलाबाट होइन, धेरै जब खोल्याबाट कहिले मेरो आइडी 3 फेर भयो बन्द भएको त। तर यहाँको अहिले चाहिँ बन्दै गरिलग्यो। अब खै के गर्ने। तपाईँहरू साथ सपोर्ट दिनुहुन्छ भन्ने आश छ साथी हो। साथ सपोर्ट दिनु होला, पक्कै पनि दिनुहुन्छ। ल त साथी हो, धन्यवाद छ।